Sometimes a small opportunity is the seed that grows into a life-changing journey. हेलो एभ्रिवान, माइसेल्फ भूपाल र आज चाहिँ म आएको छु छङ्गु लेक आशिकी3को सुटको लागि र दिन पनि आज एकदमै दामी भएको छ है। ल हेर्नुहोस् यता आज कस्तो रहनेछ सुट। म रेडी भइसकेँ अहिले भने चाहिँ हैन, एकदम सबसे ठुलो अफसरै म यहाँ हेर्नुहोस्। केटा कस्तो फिल हुँदैछ अहिले यहाँनेरि पुलिसको ड्रेस लाएर? सस्ता पुलिस भयो। मलाई कस्तो देख्दैछ? पक्का ओरिजिनल पुलिस जस्तो देख्दैछ भाइ। बब्बाल देखिरहेको र कस्ट्युम लगाइसकेर हामीले रोडमा एक प्र्याक्टिस गऱ्यौँ। दिन पनि एकदमै राम्रो थियो, भ्यू कस्तो राम्रो आइरहेको थियो है। थ्याङ्क यू सर। थ्याङ्क यू सर। सर कस्तो देख्दैछ भन्नुहोस्? एकदम ह्यान्डसम। केटाकेटीको पुलिस हुनुहुन्छ हो। केटाकेटीको झगडा भने मिठाईमा झगडा पर्यो भने केमा पर्यो भने उहाँले सल्भ गर्नुहुन्छ। चिल्ड्रेन पुलिस अफिसर र मेरो यहाँ सबैजना मेरो हवलदार भयो यहाँ। भाइ के छ अनि? म चाहिँ उहाँको हवलदार। राम्रो काम गर्नुहुन्छ हो। र लेकमा चाहिँ मैले एकजना भाइलाई भेटेँ, उहाँले चाहिँ मेरो भिडियो हेर्नुहुँदो रहेछ र मलाई एकदमै खुसी लाग्यो है। र यो हो हाम्रो सुटिङ लोकेसन, हेर्नुहोस् त कस्तो दामी सिन आइरहेको छ। यहाँनिर चाहिँ हामीले खास सुट गरेको हो। सो थ्याङ्क यू सो मच गाइज फर वाचिङ दिस भ्लग एन्ड बाई बाई।